घुम्ती एपमा क्याब सर्च गर्नुको लागि तपाईले हाम्रो घुम्तीको एन्ड्रोइड एप युज गर्न सक्नुहुन्छ या घुम्ती.in मा गएर लगइन गर्न सक्नुहुन्छ। लगइन गर्ने साथ तपाईले एउटा यस्तो स्क्रिन देख्नुहुन्छ जहाँ तपाईलाई सर्च क्याब्सको अप्सन आउँछ। सर्च क्याब्समा क्लिक गरेपछि नम्बर अफ सिट सिलेक्सन आउँछ। तपाईलाई कतिवटा सिटको चाहिएको छ, 4 सिटर, 5 सिटर, 7 सिटर, 8 सिटर। अहिलेको लागि म 4 सिटर सेलेक्ट गर्दैछु र मेरो करेन्ट लोकेसन अहिले दार्जिलिङ छ। त यहाँ तपाईलाई आफ्नो करेन्ट लोकेसन इन्टर गर्नुपर्छ। तपाई युज करेन्ट लोकेसन पनि गर्न सक्नुहुन्छ। यसले तपाईको एक्ज्याक्ट लोकेसन इन्टर गरिदिन्छ। अदरवाइज तपाईले आफ्नो एड्रेस जुन चाहिँ छ तपाईको एक्जिस्टिङ त्यहाँ पनि हाल्न सक्नुहुन्छ। म अहिले दार्जिलिङ माल रोडको एड्रेस हाल्दैछु, मेरो लोकेसन। यो सर्च गरेपछि यसमा तपाईको नम्बर्स अफ कार्स देखाउँछ एभाइलेबल नियर बाई कार्सहरू। अराउन्ड 20 एभाइलेबल कार्स छ जसमा तपाईको हेर्न सक्नुहुन्छ। डिस्टेन्स तपाईको राइट ह्यान्ड साइडमा 0.2 किलोमिटर्स। यो तपाईको करेन्ट लोकेसनदेखि डिस्टेन्स बताउँदैछ जुन चाहिँ गाडीहरू अहिले एभाइलेबल छ। यसमा तपाई गाडीहरू आफै चुज गर्न सक्नुहुन्छ। तपाईले यहाँ एउटा लेबल देख्नुहुँदैछ हिल ट्याक्सी भनेर। यो हिल ट्याक्सी चाहिँ तपाईको दार्जिलिङ र कालिम्पोङ आरटीओजमा रेजिस्टर्ड हो, विच मिन्स कि यो गाडीहरू तपाईको नर्मली हाम्रो पहाडको एरियामा चल्छ र यो ड्राइभर्सहरू चाहिँ दे आर मोर एक्सपिरियन्स अन द तपाईको हिल्सको बाटोतिर चलाउनुको लागि। र यसले तपाईलाई एउटा इन्डिकेट गर्छ कि तपाईँ यहाँ आफ्नो पहाडमा कुन चाहिँ गाडी तपाईँ चुज गर्न चाहनुहुन्छ। यहाँबाट तपाईँ कुनै पनि गाडी चुज गर्न सक्नुहुन्छ। यसमा तपाईलाई ड्राइभर्सको डिटेल, गाडीको इन्फर्मेसन र तपाईँ कहाँ जानुहुन्छ यो सब इन्फर्मेसनको लागि तपाईले यो डिटेल पेजमा गएर या कल या व्हाट्सएपको तपाईको बटन छ त्यसलाई क्लिक गरेर ड्राइभरसँग डाइरेक्टली बात गर्न सक्नुहुन्छ। तपाईले फेयरसँग रिलेटेड केही पनि इन्फर्मेसन छ भने डाइरेक्टली ड्राइभरसँग कनेक्ट गरेर बात गर्न सक्नुहुन्छ। तपाईको राइड कम्प्लिट भएपछि तपाईले रेट द ड्राइभरको बटनमा क्लिक गरेर तपाईको एक्सपिरियन्स कस्तो रह्यो यो एक्सपिरियन्स तपाईलाई सेयर गर्न सक्नुहुन्छ, ताकि अगाडि आउने प्यासेन्जर्सहरू छन् उहाँहरूले यो फिडब्याकको बेसिसमा, यो रिभ्यूको बेसिसमा आफ्नो नेक्स्ट राइड जुन चाहिँ छ त्यसलाई सेलेक्ट गर्न सकोस्। त यसरी तपाईले घुम्ती एपमा आफ्नो नियर बाई क्याब्सहरू सर्च गरेर आफ्नो डेस्टिनेसनमा पुग्ने ट्राई गर्न सक्नुहुन्छ।